हेलो गाइज, सबैमा मेरो नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। हजुरहरू सन्चै हुनुहुन्छ कि नै भनेर प्लिज कमेन्ट बक्समा गएर चाहिँ कमेन्ट गर्नु होला, किनभने मैले चाहिँ आफ्नो सन्चो बिसन्चो चाहिँ सुनाइसकेँ र हजुरको पनि सन्चो बिसन्चो जान्न चाहन्छु। अनि थाहा छ आज हजुरलाई म के देखाउन गइरहेको छु र म कहाँ जाँदैछु भनेर? हजुरहरू थम्बनेलको टाइटल हेरेर थाहा भइसक्नुभयो होला कि म कहाँ जाँदैछु भनेर र हजुरहरूलाई मैले के देखाउँदैछु भनेर। अनि यो भिडियो लास्टसम्म हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। तपाईँको एक लाइकले गर्दा मलाई धेरै हौसला मिल्छ र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला। प्लिज गाइज भिडियोलाई लास्टसम्म हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गर्न पनि नभुल्नु होला। अब म जाँदैछु हजुरलाई हाम्रो वन जङ्गल देखाउन र म जाँदैछु वन जङ्गलमा घाँस काट्न। सो अहिले चाहिँ म वन जङ्गलमा नै छु। वन जङ्गलमा त छु, तर वन जङ्गल पनि आफ्नो काल्नो भनेर चाहिँ छुट्याएको हुन्छ नि। त्यसैले म चाहिँ आफ्नो काल्नोमा जाँदैछु, आफ्नो काल्नोमा घाँस काट्नलाई। र साथै म हजुरहरूलाई हाम्रो वन जङ्गल पनि देखाउने छु। हुन्छ, हजुरहरू लास्टसम्म हेर्नुहोस् ल यो भिडियो। हाम्रो वन जङ्गल हेरेर चाहिँ जानुहोस् ल। अहिले चाहिँ म आफ्नो काल्नामा पुगिसकेँ घाँस काट्नलाई, अनि डोको पनि लिएर आएको छु। म हजुरहरूलाई मेरो काल्नो देखाउँछु ल। यही हो गाइस हाम्रो काल्नो चाहिँ। यहाँ तलसम्म छ, तल खोलादेखि हल्का माथितिर अनि पारितिर चाहिँ हाम्रो गाउँ छ। अब चाहिँ म घाँस काट्दैछु। यतातिर चाहिँ एकदमै धेरै छ घाँस चाहिँ। म एकछिनमा लुगा भलाउँछु होला, घाँस चाहिँ एकदमै धेरै छ। र अब चाहिँ म घाँस काट्न स्टार्ट गरिसकेँ मैले। के भयो गाइस, हेर्नुहोस् त मैले घाँस काट्दै आसमा आएर यसरी हात काट्यो। हेर्नुहोस् त ठ्याक्कै बुढी औलामा काटेछ, यसरी ब्लड बगिरहेको छ। अनि गाइस यो ठुलो गाउँ भन्दा नि सानो गाउँ चाहिँ एकदमै दुःखो रहेछ क्या। ठुलो गाउँ चाहिँ त्यस्तो दुःखो जस्तो अनुभव हुँदैन, तर यो चाहिँ सानो गाउँमा त खै किन यस्तो दुखिरहेको छ नि पुरा। हेर्नुहोस् त ब्लड पनि यति धेरै बगिसकेको छ। अब कसरी काट्ने? सो गाइस मैले हात काटेको थियो, अनि मैले हात काटेको भएर जसोतसो घाँस काटेर पनि आइसकेँ, वन जङ्गलबाट आइसकेँ। म चाहिँ घाँस लिएर आइसकेँ। अब चाहिँ म घरतिर जाँदैछु। अब हामी मिल्छौँ नेक्स्ट ब्लगमा। टाटा एन्ड बाई बाई।